हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि न्यू डे नयाँ भिडियोको साथ म फेरि पनि लङ टाइम पछि भिडियो लिएर आइसकेको छु साथीहरू। मैले आज के भिडियो लिएर आएको छ भन्दाखेरि तपाईँहरूले थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नु भएको छ। सो साथीहरू, मेरो हातमा छ गुगल एडसेन्स पिन। अनि फाइनली साथी मेरो पनि गुगल एडसेन्स पिन आयो। अनि कतिपय साथीहरूको आएको छैन होला, अनि कतिपय साथीहरूको आइसक्यो होला। अनि फाइनली मेरो चाहिँ आयो। अनि तपाईँहरू माझमा खुसी बाँडिरहेको छु साथीहरू। जुन तपाईँहरूको माया साथ सपोर्टले नै म यहाँसम्म पुगेको छु। अनि साथीहरू आज म कति धेरै खुसी छु। अनि बल्ल मेरो युट्युब जर्नी सुरु भयो जस्तो लागिरहेको छ साथीहरू। एकदमै सपोर्ट गरिदिनु भयो, माया गरिदिनु भयो, सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि यसको बारेमा चाहिँ मलाई खासै थाहा थिएन कि साथीहरू। अनि त्यसपछि सुरुमा त सोच्थेँ कि अब 1000 सब्सक्राइब अनि 4000 घन्टा वाच टाइम पुगिसकेपछि त यत्तिकै युट्युबमा पैसा आइहाल्छ भन्ने सोच्थेँ। अनि त्यो हुँदैन रहेछ क्या साथीहरू। अनि मलाई पनि यो गुगल एडसेन्स पिन कहाँ मगाउने होला, के गर्ने होला भनेर मलाई केही थाहा थिएन। अनि मेरो एउटा साथी हुनुहुन्छ, उहाँले मलाई भन्नुभयो। अनि त्यसपछि हरेक कुरा सिकाउनु भयो। अनि मैले च्याट जिपिटीलाई सोध्दै हरेक कुरा अघि बढ्दै गएँ। अनि फाइनली मेरो 1000 सब्सक्राइब अनि त्यसपछि 4000 घन्टा वाच टाइम पुगेर पनि अनि गुगल एडसेन्स पिन 4 हप्तापछि आइसकेको छ साथीहरू। अनि फाइनल मेरो चाहिँ यो चाहिँ पहिला नै आइसकेको रहेछ कि। अनि मलाई त खासै थाहा थिएन। अनि अगाडि जुन मैले मोनिटाइज गर्दाखेरि नै मेरो यो भइसकेको रहेछ, गुगल एडसेन्स पिनको लागि एप्लाई भइसकेको रहेछ। अनि मोनिटाइज गरिसकेपछि अनि त्यो जुन युट्युबले स्वीकार गर्छ नि, जब हाम्रो च्यानलमा त्यस्तो केही छ कि प्रब्लम छ कि छैन, च्यानल मोनिटाइज हुनेवाला छ कि छैन भन्दाखेरि चाहिँ गर्दाखेरि चेक भइसकेर मेरो च्यानल सेलेक्ट भइसक्दाखेरि अनि त्यसपछि पछि गर्दाखेरि नै एडसेन्स पिन भइसकेको रहेछ। यसमा चाहिँ मैले फोन नम्बर राखेको थिएन साथीहरू। अनि मलाई थाहा थिएन। अनि मेरो साथीले चाहिँ फोन नम्बर राख्नु भन्यो। भने फेरि पनि मैले फोन नम्बर राखेर एप्लाई गरेको थियो। अनि त्यसपछि यो चाहिँ अगाडिको नै आइसकेको रहेछ साथीहरू। अनि मेरो फेरि पनि आउँछ होला एडसेन्स पिन। तर पनि के भने जतिचोटि गर्दा पनि जुन सुरुचोटिमा आएको छ नि पिन, त्यही पिन नै नयाँ होस् गरेर एडसेन्स यस्तो पेपर बनाएर पठाउनुहुन्छ अरे। अनि मैले पनि त्यहाँ सोधेको थियो। अनि त्यसपछि मैले चाहिँ के भने चाहिँ यहाँ मैले चाहिँ ललितपुर महानगरपालिका पिलाची वडा नम्बर 7 को हानेको थियो। अनि मैले चाहिँ के सोचेँ भने मैले जुन एड्रेस हानेको छ त्यहीँनिर आउँछ होला मेरो एडसेन्स पिन चाहिँ भनेर सोचिरहेको थिएँ क्या। अनि सोचेर बसेर कति पर्खेँ मैले, 3-4 चोटि सोध्न गएँ साथीहरू, 3-4 चोटि सोध्न गएँ। तर पनि अनि आएकै छैन, यहाँनिर त आएकै छैन भनेर भन्नुभयो। अनि त्यसपछि मैले यसो युट्युबतिर नि हेरेँ। अनि त्यसपछि च्याट जिपिटीलाई पनि सोधेँ। मेरो चाहिँ एकदमै अगाडि बढाउने च्याट जिपिटी है साथीहरू। अनि च्याट जिपिटीलाई पनि सोधेँ। अनि त्यसपछि च्याट जिपिटीले चाहिँ तपाईँको हुलाघर पोस्ट उसमा पनि अड्केर बसेको हुनसक्छ, त्यहाँ गएर एकचोटि बुझ्नु होला, तपाईँहरूको वडा नम्बर 7 को फलाना ठाउँमा छ भनेर भन्नुभयो। अनि न त्यहाँ पो छ कि भनेर गएँ म। अनि जाँदाखेरि अनि ठ्याक्कै अनि अगाडिकोमा त कति भयो भन्यो। अनि मलाई त त्यो भेरिफाई भएको त पिनको लागि एप्लाई भएको त 3-4 हप्ता भएको भनेर म त्यही पछि भरेको मितिको गनिरहेको थिएँ नि त। अनि 3-4 हप्ता भयो भनेर भनेको थियो। अनि उहाँले के भन्नुभयो भने अनि त्यसपछि खोज्यो। अनि खोजेको साथीहरू अनि 3-4 हप्ताकोमा त छैन, मेरो गुगल एडसेन्स पिन छैन भन्यो। भने रमिला श्रेष्ठको त आएको छैन भन्नुभयो। अनि त्यसपछि फेरि पनि अनि त्यसपछि हामीले अनि पुरानोकोमा एकचोटि हेर्नु पर्यो भनेर उहाँले हेर्नुभयो। पुरानोकोमा हेर्दा त मेरो आएको छ साथीहरू। अनि उहाँले के भन्नुभयो भने तपाईँको पहिला नै आएको हो, यो धेरै पुरानो भइसक्यो भन्यो कि साथीहरू। अनि म त अनि तर खुसी पनि भएँ। अनि एकदमै खुसी। अनि फर्स्ट अफ अल त साथीहरू सबैजनालाई मन हृदयदेखि नै
अनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यो चाहिँ एडसेन्स पिन मैले खोलिसकेर पिन भेरिफाई गरिसकेको साथीहरू। अनि मैले पिन भेरिफाई गर्दाखेरि यो कसरी खोल्ने भनेर पनि मैले भिडियो बनाएको छु। म सर्टमा राख्छु साथीहरू, अनि त्यहाँ गएर हेर्नु होला। अनि मेरो यो भिडियोलाई माया गरिदिनु होला। अनि मैले चाहिँ हुलाक घरमा गएर लिएँ साथीहरू। अनि कतिपय साथीहरूको आएको छैन होला, कतिपय साथीहरूको आइसक्यो होला। आइसकेकोलाई अनि कङ्ग्रेचुलेसन भन्न चाहन्छु। अनि कतिपय आएको छैन होला, टेन्सन नलिनु साथीहरू। म त कति टेन्सन लिन्थेँ कि, कति टेन्सन, म जस्तो टेन्सन कोही पनि लिँदैन थियो। अनि मैले दुःख गरेको नि त कति धेरै। अब आफ्नो रुममा वाइफाई नहुँदै पनि मैले कति धेरै मेहनत गरेर मैले वाच टाइम पुऱ्याएको अनि सब्सक्राइब पुऱ्याएको नि त साथीहरू। त्यही भएर अनि तपाईँहरू टेन्सन नलिनु, अघि बढ्नु मजाले। पिन मजाले आउँछ, तपाईँले 3 चोटिसम्म एप्लाई गर्न मिल्छ। 3 चोटिसम्म गर्दा पनि तपाईँको एडसेन्स पिन आएन भने तपाईँले हेल्प उसमा गएर पनि गर्न सक्नुहुन्छ साथीहरू। मजाले आउँछ पिन चाहिँ। तपाईँहरूको मोनिटाइज भइसकेपछि युट्युबले तपाईँहरूको च्यानललाई सेलेक्ट गर्नु भइसकेपछि ठिक छ भनेर भन्नु भइसकेपछि मजाले तपाईँहरूको पिन आउँछ साथीहरू। ढुक्क भएर बस्नु होला। अनि साथीहरू, अनि मैले नबुझेको कुराहरू अनि मैले भिडियोमा बोल्दाखेरि केही गल्ती भुल गरेको भए साथीहरू मलाई क्षमा गरिदिनु होला। र अनि त्यसपछि केही कुरा तपाईँहरूले जानेको छ भने तपाईँहरूले सिकाइदिनु होला। अनि साथीहरू, बल्ल मेरो युट्युब जर्नी सुरु भए जस्तो भइरहेछ। अनि मैले बोल्दाखेरि केही गल्ती भुल गरेर क्षमा प्रार्थी गर्नु होला साथीहरू। अनि भन्दै बाई बाई साथीहरू।